आज फाइनलको दिन चाहिँ क्रेचहरूमै गाइज प्रीति राईको बब्बाल अन्जना पनि छ फेरि गाइज अन्जना पनि छ क्या अन्जना पनि अरू चाहिँ आएन होइन अहिलेदेखि नै छिर्नु थाले गाइज अब भरे पाइँदैन टिकट कसम भने तर हामीले अघि टिकट लिइसक्यौँ हामीलाई बाल छैन मान्छे त अनि सबै छिरिसके त गाइज ल भत्काइदिएछ यार हामी नजिकै खाजा खाउँ नजिकैबाट छिरौँ क्या यता अहिले छिरिहाल्नु र होइन नछिरौँ नछिरौँ अहिले त होइन नि एकछिन न अनि अहिले अनि उयो सबै आउनु पर्यो नि बसिरहेछ मागे कस्तो कुरा गर्छौ तिमी कहाँ झोकाउनु पाइन्छ त्रिखाना यसले अघिदेखि भइराखेको छ भन्नु त यार गाइज हेरौँ न म हामीले यहाँ प्रीतिको यो पनि छापेर राख्छौँ हतार भएर प्रीतिको मात्र लिनु पाइयो गाइज नरिसाउनु भयो सबैजनालाई कहाँ गयो क्या केटाहरू चाहिँ फेरि हाम्रो केटाहरू गाइड ओ हामी कहाँ बस्नुपर्छ भने नि यहाँ छिर्नुपर्छ हौ कहाँ छिर्यो तिनीहरू चाहिँ ओ कहाँ गयो तिनीहरू चाहिँ अगाडि छ सबभन्दा जुम उता साइडमा जुम अगाडिको ठाउँमा अनि अहिले मजाले देखिँदैन नि त पुरै कता यतै बसौँ हो यता बसौँ न कता कस्तो यार ब्याट लक आइछ ब्याट लक न कसम छिर्नु पाइएन अगाडि छिर्नु पाइएन अगाडि यही हो प्रीति भनेको देखाउनु भने यही हो गाछ टाउको मान्छेको रियाक्सन हेरौँ यहाँ सबै फर्किँदै हेरिदिइराखेको छ यहाँ यति त बसेन त सबै मिलेर अगाडि बढ्न चाहन्छौँ हजुर होइन अनिता बस्छ क्याप्टन त बस्यो अग्ली पनि रहेछ नि अग्ली चाहिँ खतरा हाल्छ नि त्यो पनि कति सबैभन्दा सानो खेलाडीको त हाइट नै होच सक्यो यसले होइन अनि ल्याप्टनलाई आएको होइन बोलाउँदै त हातले अन्जना एकछिन डर पक्रिने नै हो अन्जना अन्जना अन्जनाले हेर्दैन त अन्जना हामीलाई चाहिँ अब यो गोल समाति चाहिँ तयारी बसेर हुन्छ क्या भरे झटाएर हान्छ नि त साथीय दर्शक महानुभावहरू रातो जर्सीमा क्लबका खेलाडीहरू इलाम जिल्ला क्षेत्रगण एउटा सङ्घीय सांसद माननीय महेश बस्नेत लगायत प्रथम लहरमा बस्नु अतिथिज्यूहरूलाई माथि पड्केन त म्याच
अनि त देखिएन क्या उपस्थितिको लागि हार्दिक अनुरोध गर्छु। आउँदो रहेछ क्या त्यो भएर हाम्रो यो समाज फोन छोड्दै एकछिन ठाउँ छैन अगाडि बाजे ठाउँ छैन अगाडि नठेल्नु न सरू सविता रश्मि त तल चाहिँ सुन्दैन यो मैदान यसको ग्राउन्ड टेक्नोलोजीको लागि शुभकामना छ। भविष्यमा तपाईँबाट प्रगति हुन सकोस्, हामीले गर्न सक्नेछौँ, तपाईँलाई गर्ने नै छौँ भन्ने कुरा परिचय चाहन्छु। यहाँहरू सबैलाई मेरो हार्दिक शुभकामना। धन्यवाद। चाहिने त हजुर हार्दिक आभार। महत्त्वपूर्ण बधाईहरू राख्नु भएको छ। इलामको खेलकुदमा जुन खालको यो पूर्वाधारमा जुन समस्या छ, आवश्यकता छ, उहाँ जानकार हुनुहुन्छ र खेलकुदको विकासको निम्ति पूर्वाधार निर्माणको निम्ति आफ्नो तर्फबाट पनि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। वितरणको कार्यक्रम अगाडि बढिरहेको छ। खेलाडीलाई 1 तोलाको चाँदीको म क्लबका सहसचिव प्रकाश तामाङज्यूलाई लकेट वितरणका लागि हार्दिक अनुरोध गर्छु र ग्रहणका लागि म गीता राणालाई हार्दिक अनुरोध गर्छु। नेपाली पोजिसनमा खेल्नुहुने गीता राणा लकेट लगाइदिएको चाहिँ हेरौँ न। लगाउन लकेट गीतासँगै खिच्नु क्या नानीलाई। अर्थोडक्स चिया नौली घिउ चौरी चक्रदीप मुखिया चक्रदीप मुखियाले उहाँ खेलकुद प्रेमी हुनुहुन्छ, फुटबल विकासमा निरन्तर लाग्नु भएको छ। इलामको सन्दकपुर गाउँपालिका अर्को पुरस्कार वितरण लागि म रोङ गाउँपालिकाका प्रतियोगिताभरिकै उत्कृष्ट रक्षक पङ्क्तिका खेलाडी त्रिभुवन आर्मी क्लब काठमाडौँकी जर्सी नम्बर 2 फेरि यहाँ के हुँदैछ? कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईज्यू, त्यसै गरी स्वर्गीय
क्लब ओएसिसको तर्फबाट मायाको चिनो ड्रका लागि हार्दिक अनुरोध गर्छु। वितरणको लागि क्लबका अध्यक्ष र सल्लाहकार तीर्थ गुरुङ र क्लब यसैगरी म प्रमुख जिल्ला अधिकारीज्यूलाई ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। त्यसैगरी एम्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईज्यूलाई पनि मायाको चिनो ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। वितरणका लागि क्लबका अध्यक्ष ध्रुव राई। Mutu ya. सो फाइनली गाइस हामी चाहिँ फोटोसोटो पनि एक दुईवटा हाल्ने होइन तर मजाले हाल्नु पाइएन र हामी घर लाग्दै गरेको यता छ रश्मिका त गइगयो नि लाग्यो अब चाहिँ हाम्रो भ्लग फोटो होला
भाइ एउटा यहाँ 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 सबै हाम्रो खिच्नु